यत्तिको स्वादिलो चिकनको अचार घरैमा बनाएपछि किनेर त खानै पर्दैन। कसरी बनाउने ल हेर्नुहोस् है, म भन्दैछु यहाँहरूलाई। सुरुमा चाहिँ हामीले बोनलेस चिकन लिने, यसमा नुन र हल्दी राखेर मजाले मोल्ने। समय छ भने 2 घण्टा रेस्टिङमा राख्ने, समय छैन भने मसलाहरू रेडी गर्दासम्म कभर गरेर राखिदिनु होला। मसलामा चाहिँ जिरा, धनियाँ, मेथी, ज्वानो, सौंफ, तिल अनि तोरी अथवा सरसो लिने अनि अलिकति होल गरम मसला अनि टिमुर पनि राखिदिने। मसलाहरूलाई मजाले भुट्ने। त्यसै गरी त्यही प्यानमा रातो सुकेको खुर्सानी राख्ने, थोरै तेल राखेर मजाले भुट्ने। मसलाहरूलाई चाहिँ हामीले खस्रो गरेर पिसेर रेडी गर्नुपर्छ। मसलाहरूलाई मैले पिसेर रेडी गरिसकेँ। अब मिक्सीको जारमा हामीले लसुन र अदुवा राखेर मजाले पिस्ने, पानी नराखिकन पिस्नुपर्ने हुन्छ। अब एउटा कडाईमा तेल तताउने, तातेको तेलमा लसुन र अदुवा राखेर मजाले भुटेर निकालिदिने। लसुन अदुवा भुटिसकेपछि यही तेलमा चिकनलाई पनि यत्तिको रातो हुने गरेर फ्राई गरिदिने। अब बचेकै तेलमा चाहिँ हामी चाहिँ लसुन र अदुवा राखेर